विक्रम सम्वत 2082 साल चैत्र 14 गते बिहानको करिब 4:30 बजे नेपालको इतिहासमा पहिलो पटक एक पूर्व प्रधानमन्त्रीलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी भक्तपुरको गुण्डु स्थित केपी शर्मा ओली निवास पुग्यो। ओलीका कार्यकर्ताले घरको गेट खोल्न नदिएपछि प्रहरीले बल प्रयोग गरेर गेट खोल्यो। बिहान करिब 4:30 बजे गएको प्रहरीले 6 बजेतिर मात्रै ओलीलाई पक्राउ गर्यो। उता पूर्व गृहमन्त्री रमेश लेखकलाई भने 5 बजेतिर नै सजिलै तरिकाले पक्राउ गरिसकेको थियो। ओलीलाई पक्राउ गरे लगत्तै एमालेले एक इमर्जेन्सी मिटिङ गर्यो। मिटिङपछि बालन सरकारले राजनीतिक प्रतिशोध गरेको भन्दै तत्कालै विरोधमा उत्रिहाल्यो। विक्रम सम्वत 2082 साल भदौ 23 गते ज्यान्जी युवाहरू भ्रष्टाचार विरुद्ध सोसल मिडिया बन्दको विरुद्धमा शान्तिपूर्ण आन्दोलन गर्न सडकमा उत्रिएका थिए। तर ज्यान्जी पुस्ताको प्रदर्शनमा सुरक्षाकर्मीले निहत्या सर्वसाधारणमाथि ताकी गोली चलाई 20 जनाको जघन्य हत्या गरे। 2 दिनसम्म चलेको आन्दोलनमा 76 जनाको निधन, 2522 जना घाइते, करिब 85 अर्ब बराबरको भौतिक क्षति भयो। उक्त घटनाको छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा एक छानबिन आयोग गठन भयो। त्यही घटनाको समयमा प्रधानमन्त्री थिए केपी शर्मा ओली र गृहमन्त्री थिए रमेश लेखक। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई हेलचक्राएर लापरवाही गरेको कारण 23 गते 20 जना युवाको मृत्यु भएको भन्दै दोषी ठहर गरी कानुन कारबाहीका लागि सिफारिस गरेको थियो। ओली र लेखकलाई मुलुक अपराध संहिता 2074 को दफा 181 को उपदफा 1 र दफा 182 को प्रयोग गरी लापरवाही र हेलचक्राइ गरेका कारण 76 जनाको ज्यान गएको आधारमा पक्राउ गरेको थियो। एमाले कार्यकर्ता कार्की आयोगदेखि असन्तुष्ट थिए, किनकि उनीहरूले आयोगलाई निष्पक्ष नभएको पूर्व गरेर राजनीतिक रूपमा लक्षित ठानेका थिए। साथै आयोगको वैधता नै अस्वीकार गर्दै प्रतिवेदन पूर्ण सत्य नसमेटिएको भन्दै दाबी गरेका थिए। नयाँ सरकार अर्थात् बालन सरकार बनेको 24 घण्टा नपुग्दै गैर कानुनी र प्रतिशोधपूर्ण तरिकाले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई गिरफ्तार गरेको भन्दै आन्दोलनमा उत्रिएको थियो। आन्दोलन चर्किँदै गएपछि बिस्तारै हिंस्रक बन्दै गयो। आन्दोलनकारीले फुटपाथका बिरुवा भाँच्दै, गाडी तोडफोड गर्दै र प्रहरीमाथि नै आक्रमण गरी सिंहदरबार छिर्न खोज्दा प्रहरीले लाठीचार्ज गरेको थियो। उता सुर्खेतमा भने एमाले प्रदर्शनकारीहरूले आन्दोलनको क्रममा प्रहरी निरीक्षकको दाँत भाँचिदिएपछि त्यसपछि प्रहरीले लखटी लाठीचार्ज गरेको थियो। प्रहरीले लाठीचार्ज गरेको दृश्य सार्वजनिक भएपछि धेरै सर्वसाधारणले पहिलो पटक प्रहरीले मान्छे कुटेको देख्दा खुसी भएको भन्दै प्रतिक्रिया पनि दिएका थिए। ओली र लेखकलाई विक्रम सम्वत 2082 चैत्र 14 गते शनिबार बिहान पक्राउ गरी प्रहरी परिसर काठमाडौँ लगिएको थियो। चैत्र 15 गते ओली र लेखकलाई अदालतले 5 दिन म्याद थपेर थप अनुसन्धान गर्न आदेश दियो। तर ओलीको स्वास्थ्य समस्याका कारण अस्पतालमै राखेर अनुसन्धान गर्यो। लेखकलाई भने प्रहरी परिसरमै राखेर अनुसन्धान गरियो। ओली र लेखक दुवै जनालाई चैत्र 19 गते फेरि 2 दिनको म्याद थपी बाँकी अनुसन्धान गर्न अदालतले आदेश दियो। त्यो 2 दिन म्याद सकिएपछि फेरि चैत्र 21 गते तेस्रो म्याद 5 दिन थपियो। तर ओली र लेखकको परिवारले दिएको बन्दी प्रत्यक्षीकरणको रिट सुनाइ गर्दै अदालतले गत सोमबार काठमाडौँ अदालतबाट थपिएको 5 दिन म्याद सकिएपछि हिरासत मुक्त गर्न आदेश दिएसँगै विक्रम सम्वत 2082 चैत्र 26 गते हाजिरी जमानमा रिहा गरियो। ओली रिहा भए लगतै सरकारले पूर्वग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई 13 दिनसम्म गैर कानुनी नियन्त्रणमा राखी पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः रिहा गरेको भन्दै ओली र एमालेका कार्यकर्ताले लेख्नु भएको छ। यो कानुनी प्रक्रिया हो, किनकि ओली र लेखकलाई पक्राउ नयाँ सरकारले गरेको होइन, कार्की आयोगको सिफारिसले गरेको हो। बालन सरकारले त त्यसको कार्यान्वयन मात्र गरेको हो। पक्राउ ओली र लेखकलाई मात्र नभई सम्पत्ति शुद्धिकरणको लागि पूर्व मन्त्री दीपक खड्गा, व्यवसायी दीपक भट्ट, व्यवसायी शङ्कर अग्रवाल जस्ता धेरै हाई प्रोफाइल व्यक्तिदेखि लगेर बिचौलिया र गुण्डागर्दीमा संलग्न संयुगलाई पक्राउ गरेको हो। प्रतिशोधकै कुरा गर्ने हो भने भीम उपाध्यायलाई 22 अप्रिल 2020 मा सामाजिक सञ्जालमा ओली सरकार विरुद्ध आलोचनात्मक टिप्पणी गरेको आरोपमा पक्राउ गरिएको थियो र झण्डै 5 दिन हिरासतमा राखिएको थियो। मेडिकल व्यवसायी दुर्गा पर्साईलाई 2081 असोज 6 मङ्सिर 4 र चैत्र 29 गते गरी 3 पटक ओली सरकारले नै कहिले ओली विरुद्ध झुटा आर्थिक आरोप फैलाएको भन्दै त कहिले आन्दोलनलाई हिंसात्मक प्रदर्शनमा संलग्न रहेको भन्दै राज्य विरुद्ध संगठित अपराध सम्बन्धी कसुरमा पक्राउ गरिएको थियो। रवि लामिछानेलाई 2081 कार्तिक 2 गते काठमाडौँ स्थित रासोपाको केन्द्रीय कार्यालयबाटै प्रहरीले अन्तिम इच्छा सोध्दै राति पक्राउ गरी सोही रात पोखरा पठाइएको थियो। उनलाई सहकारी ठगी, सम्पत्ति शुद्धिकरण र संगठित अपराध जस्ता मुद्दा चलाएर झण्डै 1 वर्ष देशका विभिन्न अदालत र कारागारहरूमा राखिएको थियो। विक्रम सम्वत 2081 चैत्र 15 गते रापरपाका पूर्व वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित
अपराध जस्ता आरोपमा पक्राउ गरी धवल शमशेरलाई करिब 24 दिन र मिश्रलाई झण्डै 50 दिन हिरासतमा राखेर हाजिरी जमानमा रिहाई गरिएको थियो। ओली र लेखक पक्राउ भएपछि उनीहरूमाथि प्रतिशोध भएको भन्दै एमालेले आन्दोलन गरिरहेको बेला रविन्द्र मिश्रले ओली र लेखक आफू सरकारमा हुँदा फोक्कटमा हिरासतमा राखेको र अहिले 4 वटा मुद्दा खेपिरहेको भन्दै फेसबुक स्ट्याटसले समेत लेखेका थिए। यदि सरकारले प्रतिशोध नै गरेको हो भने किन जनताले जेनजी प्रोटेस्टको नैतिक जिम्मेवारी त ओली सरकारले नै लिनुपर्छ भन्छ। आजभन्दा केही दिन पहिले एमाले भित्र संसदीय दलको नेताको लागि एमालेले एमालेका उपाध्यक्ष तथा वरिष्ठ नेता रामबहादुर थापा बादल बनाउने तयारी गर्यो। तर अर्का एमालेकै युवा नेता सुहाङ नेवाङले म बन्नुपर्छ संसदीय दलको नेता भनेर उम्मेदवार दिएका थिए। सुहाङको लागि एउटा पनि समर्थन नभएपछि बादल संसदीय दलको नेता बनेका थिए। त्यसपछि एमालेका महासचिव शङ्कर पोखरेलले सुहाङलाई संसदीय दलको नेता बन्न नदिएको भन्दै केही अनिराश्रवी विद्यार्थीहरूले आन्दोलन गरेर शङ्कर पोखरेलको पुतला समेत जलाएका थिए। राजनीतिक रूपमा हेर्दा नेकपा एमाले 121 सिटबाट 25 सिटमा झर्नु केवल संयोग होइन, यसमा राजनीतिक असन्तुष्ट, नेतृत्वप्रति अविश्वास, पुरानै शैलीको राजनीतिक व्यवहार र आन्तरिक द्वन्द्व जस्ता मुख्य कारण मानिन्छ। यद्यपि पार्टीभित्र अझै पनि आत्मालोचनाभन्दा रक्षात्मक र आक्रमण प्रवृत्ति देखिन्छ। यदि यही प्रवृत्ति जारी रह्यो भने आगामी निर्वाचनमा झन कमजोर हुने सम्भावना धेरै देखिन्छ। वैशाख 12 गते काठमाडौँको आन्दोलन बालन सरकारले ठेक्न सक्दैन। एमाले कसरी 121 सिटबाट 25 सिटमा आयो त्यसको पनि भिडियो बनाएको छु, यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ। धन्यवाद। काठमाडौँ पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ। तपाईँहरू हेर्दै जानुहोस्, नेपालमा यत्रो बिघ्न डोजर कहाँ आए, यता पनि चलेको छ उता पनि चलेको छ। तपाईँहरू छक्क पर्नुहुनेछ। यो ठाउँलाई अलिकति समय तपाईँहरूले राम्ररी हेरिहाल्नुहोस्। इतिहासमा यस्तो अब कहिले पनि देखिने छैन। हेर्न लायकको ठाउँ हुनेछ, यो आधुनिक ठाउँ हुनेछ। यो मान्छे आइपुग्दा नेपालमै त छु भने जस्तो लाग्ने गरेको ठाउँ हुनेछ। त्यो हाम्रो सङ्कल्प हो, अहिलेको सरकारको सङ्कल्प हो।